लु अब चाहिँ घरतिर लाग्यो पानी पनि आइसक्यो त्यही थाकेको घाँस भनेदेखि चाहिँ यहाँनिर चाहिँ माल रहेछ साथीमा माल आमा यता माल रहेछ नि त खतरा खतरा ल अहिलेको मौसमले चाहिँ यसो भिडियोहरू बनाउँदाखेरि पनि रहस्यपूर्वक हुन्छ क्या हरियाली होइन एकदम अनि चाहिँ हाम्रो कोपाको घर कोपा चाहिँ के गर्दै हुनुहुन्छ ल हामी चाहिँ ठाडो लाग्यो अब फेरि यहाँनिर होइन सुँगुर फेरि डेन्जर छ यहाँनिर डोजर ल ल डोजर फेरि डेन्जर छ निधार खुम्चेको 30-35 धार्नी रहेछ ल हेर्नुहोस् त झर्नु पनि सक्दै छैन यस लोकल अर्ग्यानिक भनेको चाहिँ यो हो फेरि साथी हो चुवाचे सकेपछि हामी घरतर्फ लाग्दैछौँ भनेदेखि चाहिँ टक्कसँगले अब घाँस पनि पुग्यो अब गाउँमा यसो बसी खानुको लागि केही गर्नै पर्यो टक्कसँगले बाइक निकालेर जाने हो जङ्गलतिर रुखहरू हेर्नु यसो फकाउनु ल है रुखदेऊ भन्दै घाँस यतातिर अहिले त घाँस त जत्ता त्यतै छ खोर्सानीको बोट बिरोसीको बोट है यो चाहिँ अकबारे खोर्सानीको बोट फुपूहरूले रोप्नु भएछ माथि रोप्ने सिनहरूमा पुरा यो सपना सबै हुरीले भन्दै होइन म चाहिँ निस्किँदैछु ल निस्किँदैछु त साथी हो हरियाली भनेको त यस्तै त पर्व यहाँ आइपुग्यो फुपूहरूको हजुर ल हिँड्नु छोरी हेर्नु फुल ल यो चाहिँ चाइनिज सिरिस भन्छ यसलाई चाहिँ एकदम सजाउनु तर यसको चोप चाहिँ आँखामा लाग्यो भने आँखा फुट्छ भन्ने कुराहरू छ तर कहाँसम्म सत्य हो यो हेर्नु यस एकदमै रहस्यपूर्वक छ फुल राम्रो गुलाबको काँडा भयो नि भन्थ्यो तर यसमा चाहिँ काँडा छैन रहेछ लु है अर्ग्यानिक कुराहरूमा चाहिँ एकदम ध्यान आकर्षित गर्नु पर्यो ल यो हाम्रो फुपूको मेहनत हो सुँगुर मरो त हेलो आउनुहोस् आउनुहोस् हाई गरिदिनु छोरी हाई हाई खोइ हाई आऊ छोरी लो आउनु आउनु हेर त आउनु छिटो टिटी आयो टिटी आयो है छोरी
आउनु आउनु मेरो ज्ञानी छोरी आउनु ए सेन्टर फुट लु सेन्टर फुट लु हाई गरिदेऊ हाई गरिदिनु ऊ मामुलाई दिनु न यता मामु ल हिँड्नु ओपी लड्दैछ फेरि हेर सानो मान्छेको जिद्दी सानै कम त हुन्छ र मान्छे सानो जिद्दी त ल बोक्नु पनि नहुने रे हिँड्नै पर्ने छोरी डिउ खाने ऊ मामुले डिउ लगो मामुले डिउ लगो उदेखि लु मामुलाई भेट्नु लु मामु भन्नु त मामु भन्नु त ल ओइ 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 ल हिँड्नु त ल भित्र हिँड्नु त ल हामी यहाँसम्म आइसक्यो।